नमस्ते उपस्थित भइसके आज पनि सुन चाँदीको ताजा अपडेट यहाँहरू सामु म चन्द्र लकान्द्री न्युज सगरमाथा गनाकीको तर्फबाट सुन चाँदीको भाउ के भयो होला तपाईहरु अनुमान लाउनुस् त। सुनको भाउ हिजो हिजो घटेको जस्तो गरिरहेको थियो हैन, घटेको पनि थियो हैन। अब सुनको भाउ फेरि बढिसक्यो, बढ्दैछ। आज कति बढ्यो त तपाईहरुको मनमा त लागेको होला सुनको भाउ कति बढ्यो त भनेर। बढ्न चाहिँ बढ्यो, कति बढ्यो सुन चाँदी दुईटैको भाउ बढ्यो हो साथीहरु, टन्नै बढेको छ। यो भिडियो अन्तिमसम्म हेर्नु होला अनि हजुरहरु लाइक र कमेन्ट चाहिँ छोड्नु नबिर्सनु। हटिमा नयाँ हुन्छ अहिले फलो गर्नु। प्रत्येक दिन हामी सुन चाँदी भाउ अपडेट गराइरहेको छौं यही समयमा। भन्दै आज सुनमा एकै दिन साथीहरु फेरि छलाङ मारे, सुनले माथि चढ्यो के साथीहरु। सुन एकै दिनमा 14,400 रुपैयाँले सुनको भाउ फेरि पनि बढ्दै अब सुनको भाउ रहेको छ 3,04,700 रुपैयाँ भएको छ भने चाँदी पनि त्यसरी नै 265 रुपैयाँ फेरि पनि बढ्दै 5,600 उही टुङ्गामा पुग्न लागिसक्यो सुन चाँदीको भाउ साथीहरु। अब मलाई लाग्छ मैले अघिको भिडियोमा पनि भनेको थिएँ तपाईहरुलाई सुन चाँदीको भाउ यो घटेको नाटक गरेर अस्ति 39,000 लाई क्रस गर्न यो अगाडि बढेको अनुभव मैले गरिरहेको छु है साथीहरु। तपाईहरु पनि हेर्दै गर्नु होला यो भिडियो भन्दा नि मेरो आइडीलाई फलो गर्दै गर्नु होला। म तपाईहरुलाई प्रत्येक दिन अपडेट गराउँछु। हस कमेन्टमा गनाहरू बनाउनु पर्ने हाम्रो सगरमाथा गनागिरी भिजिट गर्नु होला। नयाँ तथा पुरानो जिनिस जस्तो सुकै गनाहरू बनाउनु पर्यो भने हामी एकदम तपाईहरुको लागि सेवामा समर्पित छौं। हस्त नमस्ते, शुभ दिन।